ल टक्क आज हामी हामेलिनाको यसमा आयौँ। कस्तो छ अब हेरौँ। हेर्दाखेरि त राम्रै होला त। अरे चिप्लो रहेछ उसो अस्ति गुफा छिर्दैछ। हो हो धन्नै ल आज त अलिक बलियो खाले जुत्ता लगाएर आएको छ क्या। त्यही पनि यहाँ त हिमाल चढेको जस्तो रहेछ त है। यो त लास्टै रहेछ त। समात्दैन बल्ल बल्ल यत्रो हिमाल चढेर आयो यार। यहाँ त खतरा। हामी त हिजो हामी सिरिज हेरेको थियौँ नि के भेट्न गएको। पुरै यहाँ खेल्ने स्टेज जस्तो छ त यार के यस्तो कुराहरू रहेछ। ओ माथि चढेर हेर्ने हो के हो हामी कि त्यहाँ जाऊँ न त पहिला उयो डाँडामा। ए उताबाट पो रहेछ त। हामेलिनाको त देखिने होला नि। त्यहाँ पहिला खोलाहरू जमेर होइन नत्र भने त देखिँदो रहेछ। समरमा त राम्रो देखिन्छ रास्ता। त्यहाँ प्रोग्राम हुँदो रहेछ क्या होइन स्टेजहरू जस्तो बनाएको थियो। रेस्टुरेन्ट पनि छ र त्यहाँ खोइ ऊ त्यसको टुप्पामा जान मिल्दैन होला। भित्रहरू उस्तो रहेछ त्यहाँ जानु पर्ला जस्तो लाग्यो। ल अब हामी हेर न स्टेजहरू पनि छ होला जस्तो लाग्यो मलाई प्रोग्रामहरू। ढोका बन्द छ क्या यसको त। त्यही भएर रहेछ पाइन्न क्या भन्थ्यो नि त त्यो सोल्टी त है। मोटो भोटे तल्जा लगाएर रहेछ। यहाँबाट चाहिँ कतातिर जाने ठाउँ रहेछ। ए उताबाट आउनु पनि रहेछ यो त। त्यो स्टेजमा चढाउन त आइसकेको छ। चढौँ एकेलाई त्यो चाहिँ उस होला क्या त्यहाँ त्यहाँबाट बसेर नि यहाँबाट चाहिँ यहाँ चाहिँ हेर्ने होला त्यस्तो लाग्यो। यहाँबाट माथि डाँडामा गयो भने केही पाइन्छ र उताबाट अगाडि गयो भने छैन होला। त्यो बन्द रहेछ अहिले त खै के हो थाहै भएन। यो बन्द कहिले जमाना देखेको। अगाडि निस्किनै पर्ला जस्तो लाग्यो। बाटोमा अब हेर्दै जाऊँ नि कता के छ भनेर। यसरी माथि जाने बाटो रहेछ तर कहाँ जाने त थाहै भएन।